हेलो सो गाइज हामी चाहिँ चखौटा थारू गाउँ थारू मौलिक संस्कृतिमा आएको छौँ। हेर्न सक्नुहुन्छ राम्रो राम्रो कुरा चाहिँ पठाएछ है। हाम्रो बुढो चाहिँ यहाँ भिडियो बनाइरहेछ। या च्वाचेको बच्चाहरू गाई भैँसीहरू वाउ यिन चाहिँ भैँसी त्यो चाहिँ गाई। यो चाहिँ भेडा अनि यो चाहिँ हाम्रो संस्कृतिमा त चाहिँ सारङ्गे नाच भन्छ नि यसलाई। हाम्रो ब्रदर चाहिँ यहाँ हुनुहुन्छ। वाउ के मजा। संस्कृति जोगाएर राख्ने भनेको नै थारू रहेछ। अझ यहाँभित्र चाहिँ के छ, यहाँभित्र चाहिँ स्टोभ रहेछ भर्खर बनाउन लागेको रहेछ। यता हो नाच्न लागेको सारङ्गे नाच। यो चाहिँ मादले भन्छन् हाम्रो गाउँतिर। यो चाहिँ हेर्नुहोस् खाना बनाउने अनि यो फोटो खिच्दैछन् सबैजनाले। हाम्रो दिल्ली फाजे चाहिँ बाटो बन्द भयो त्यहाँ त कुरै नगरौँ अहिले। वाउ सो नाइस सो क्युट। अब यहाँ चाहिँ भित्र के छ, ओ ढिक्की कुर्न लाग्यो। यता चाहिँ स्टोभ रहेछ अन्त बनाउँदै रहेछ। यो त के छ भिडियो बनाइदेऊ न बाबु। ल भिडियो बनाएको भाइ। हामी चाहिँ चारैतर्फ घुम्ने हो क्या आज। यस्तै यो बनाउने मान्छे चाहिँ को हो, यस्तो त्यो दामी बनाएको छ नि। यतापट्टि रहन्छ अर्को साइडबाट जाउँ। यताबाट चाहिँ के छ, यताबाट त यो हुँदैछ जडीबुटीहरू। यो हाम्रो बाजेले चाहिँ यहाँ चौरस्तामाथि राख्नु भएको छ। यहाँ कुल बुझाइ हुँदैछ। यहाँ चाहिँ गुन्द्री बुनाइ। यो चाहिँ दाङ तुलसीपुरको पश्चिममाथि रहेको चखौरा भन्ने ठाउँमा रहेछ होइन। हामी चाहिँ आज यसो भ्रमण आएको। जो होस् भ्रमणको लागि एकदम राम्रो रहेछ कि बनाउने हो। बनाउने कलाकार चित्रकार को होला यो। भेडा अझ उतापट्टि के छ हेर्न जाउँ है गाइस। ल यतापट्टि चाहिँ घोडा सोडा रहेछ होइन। केटीहरू चाहिँ राख्ने चौक केटीहरू। यहाँ साना बाबुहरू अनि यतातिर हिमाल पनि रहेछ यता पारि। एकदम राम्रो बेस्ट एकदम बेस्ट ठाउँ रहेछ यो चाहिँ। गुलाबको फुलहरू
वाउ हेर्नुहोस् यस्तो प्योर छ होइन यस्तो प्योर चाहिँ हिमाल सिमाल अनि यी बाजेले यहाँ डुङ्गा चलाउँदै हुनुहुन्छ डुङ्गामा बसिराख्नु भएको छ डुङ्गा चलाउँदै हुनुहुन्छ होइन अनि यता चाहिँ अरू के भन्छन् है बेलगाडीहरू राँगा गाडीहरू छ के अनि यता चाहिँ यो चाहिँ बेलगाडी यो चाहिँ राँगा गाडी है यो चाहिँ बेलगाडी यो चाहिँ हाम्रो गाउँतिर खेल्ने कोल भन्छ यो कोल अनि यो ठुलो डुङ्गालाई चाहिँ डुङ्गा भन्छ अनि त्यसपछि असारको महिना लागेछ वाउ बाजेहरू यो चाहिँ पराल लाग्दै हान्दै यो चाहिँ रोपाइ गर्ने होइन रोपाइ भन्छ यसलाई त्यो बिउ फलिरहेछन् रोपिरहेछन् यो चाहिँ हेर न पराल लिइरहेछ धान पराल लिइरहेछन् आमामा भैँसीहरू गोठाला लाग्दैछन् होइन त पराल दाउँदैछन् गोरुले एकदम बेस्ट यो चाहिँ राँगा जो रोपाइमाथि यो चाहिँ असारको महिनामा यस्तो हाम्रो गाउँतिर असारको महिनामा गर्छ यो चाहिँ रोपाइ भन्छ यसलाई चाहिँ यत्रो पर्यटकहरू आउँछन् एकदम बेस्ट रहेछ नि बेस्ट बेलगाडी राँगा गाडीहरू यता छन् गाई होइन यहाँ चाहिँ पर्यटकहरूको लागि एकदम बेस्ट छ होइन गाई माथि जान मिल्दैन माथि जान मिल्दैन यो ठाउँ चाहिँ ल गाइज यति मिल्ने अर्को भिडियोमा गाइज अब अर्को भिडियोमा मिल्नुलाई अहिलेको लागि बाई बाई।